प्रचण्डलाई छेपारो छेपारो भनेर टोल गर्ने झारपातीहरू एकैछिन यो भिडियो र त्यसपछि तिमीहरू आफै कमेन्ट गर। सत्तामा हुँदाखेरि के बोलिरहेको छन्, सत्ता बाहिर हुँदाखेरि के बोलिरहेको छ भन्ने कुरा नि एकैछिन यो भिडियो र 3 करोड जनतासँग पुर्याउनको लागि एउटा सेयर गर्नु होला। अनि यिनीहरूको झुटको पनि पर्दाफास गर्नको लागि पनि धेरैभन्दा धेरै सेयर गर्नु होला। जय नेपाल। संसदमाको सिङ्गो प्रतिपक्ष उठेर जवाफ मागिरहेको छ। आधी घण्टालाई स्थगित भएको सदन अहिलेसम्म सुचारू हुने एउटा छाँटकाट छैन होइन। प्रधानमन्त्रीज्यूले जिम्मेवार हुनु पर्दैन? साँच्चै भन्नुपर्ने जिम्मेवार प्रधानमन्त्री त प्रत्येक संसदमा उपस्थित हुनुपर्ने हो। प्रत्येक सांसदहरूले उठाएका जनताका मुद्दाहरू सुन्नुपर्ने हो। प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्छ कि पर्दैन होइन? प्रधानमन्त्रीज्यूलाई नीति तथा कार्यक्रममा खोज्नु पर्दैन? तपाईँले त योभन्दा अगाडि त प्रधानमन्त्रीज्यूहरूलाई त खोजै हुनुहुन्थ्यो। पहिलाको प्रसङ्ग छुट्टै थियो। त्यो बेलामा हामीले आफ्नो प्रधानमन्त्री भएपछि चाहिँ प्रसङ्ग नै छुट्टै हुन्छ होइन। तपाईँहरूले देख्नु भएको थियो त हामी के गरिरहेको थियौँ। के अरे त्यो बेलामा भिजा प्रकरणको विषय थियो। थुप्रै राज्यको इम्पोर्टेन्ट इस्युजहरूमा हामीले प्रधानमन्त्री मन्त्री स्वयं उपस्थित हुनुपर्छ भनेर हामी संसदमा पहिला त धरनामै थियौँ नि त होइन। त्यो प्रसङ्गको कुरा अब अहिले आएर जोड्नु भएको प्रतिपक्षीहरूले पनि अहिले सुकुम्बासीको विषयलाई लिएर प्रश्न गर्नु